यो रिलायन्स पब्लिक मोडल युनाइटेड नेसन्स रिलायन्स शैक्षिक सञ्जालको आयोजनामा रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्र सङ्घीय राष्ट्रिय सम्मेलन RPMUN 11औं संस्करण यही श्रावण 29 देखि 31 गतेसम्म बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 10 कपनमा अवस्थित रिलायन्स पब्लिक स्कुलमा हुने भएको छ। बुझ्न खोजेको जस्तो हरेक वर्ष हुन्छ त्यो उठेका कुराहरू चाहिँ हजुरहरूले के गर्नुहुन्छ खास त्यो पछि के यसको प्रयोजन चाहिँ के हुन्छ खास हरेक वर्ष तपाईँहरूले उठाउनुहुन्छ नि जुन संयुक्त राष्ट्र यो 11औं संस्करणमा आइपुग्दा आरपी मूल्य विद्यार्थी र नेपाली शिक्षा क्षेत्रमा पाएको चाहिँ यो मेजरेबल इम्प्याक्ट चाहिँ के तपाईँले कसरी एनालाइसिस गर्नुभएको छ? हाम्रो फाइन्डिङ्स चाहिँ हामीले के गर्छौँ 3 दिनसम्म चाहिँ विद्यार्थीहरूले कमिटीमा बसेर डिबेटहरू गर्नुहुन्छ। उहाँहरूलाई हामीले कमिटीमा साइन गर्छौँ, टपिकहरू दिन्छौँ, विषयहरू दिन्छौँ। उहाँले 3 दिनसम्म बसेर सबैभन्दा पहिला बुझ्नुपर्ने के हो भने यो कर्नर एक्सर्साइज हो होइन। त्यसैले रिजोल्युसन विद्यार्थीहरूले निकालेर त्यसमा एकदम ठुलो आउटकम भन्दा पनि त्यो सिकाइको प्रक्रिया हो र त्यो UN इन्भाइरोमेन्टको सेटिङमा विद्यार्थीहरूलाई राखेर त्यही मोडलमा डिबेटहरू गराउने र त्यो डिबेटहरूबाट चाहिँ UN मोडलमै लास्टमा एउटा सल्युसन्सहरू अथवा रिजोल्युसन्सहरू प्रमोलगेट गर्ने हुन्छ। तर धेरै विद्यार्थीहरू जो एक्टिभली MUNमा इन्गेज हुनुभयो र MUN जस्तै अरू प्रोजेक्टहरूमा इन्भल्भ हुनुभयो उहाँहरूले पढाइसँग सँगसँगै आफ्नो चाहिँ लिडरसिप कम्युनिकेसनमा पनि धेरै राम्रो माइलेज चाहिँ एचिभ गर्नुभएको छ। त्यसलाई चाहिँ हामीले हाम्रो ठुलो एचिभमेन्ट अथवा एसएसको रूपमा लिन्छौँ। आज हामी 11औं वर्षसम्म एउटा नेसनल रूपमा हामीले यो मोडल युनाइटेड नेसन्स कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ। नेसनमा कमिटीहरूमा छलफल हुन्छ। यहाँ पनि ठ्याक्कै त्यही मोडलमा चाहिँ कमिटी सेसनहरू सञ्चालन हुने हुँदा बाबु नानीहरूलाई इस्युसँग कसरी आफ्नो कुराहरू राख्ने, अरूले उठाएको कुरा कसरी चाहिँ आफ्नो लजिकल रूपमा मैले भनेको कुरा ठिक छ भनेर राख्ने र एउटा नेगोसिएसन पाएको भन्ने कुरा चाहिँ होइन ठिकै छ। एउटा कन्ट्रीले यति गर्छ भने मैले नेगोसिएसन गर्न सक्छु भनेर एउटा रिजोल्युसन ड्राफ्ट गर्नेसम्मको लागि स्किल डेभलप गर्ने र लर्निङसँग रिलेटेड कुरा भएको हुँदा हामीले त्यही कुरालाई प्रायोरिटीमा राखेर हामीले यसलाई गरिरहेका छौँ।